यहाँ स्याप्रो बेसीमा 8 दिन भइसक्यो गाडी बसेको लाइनमा छोड्दैन। के हो चाइनाले नछोड्या हो कि नेपाली व्यापारीहरूले नछोडेको हो? होलसेलरको सामान लिन आएको मान्छे यहीँ बसियो 8 दिन त स्याप्रो बेसीमा जाम छ पुरै। अब महिना दिनमा चाहिँ चाइना छेड्छ कि जस्तो छ, गाडी चाइनाले छोड्दैन। अब व्यापारीहरूले सामान चाँडो आएन भन्छ, नाका खुल्यो भन्ला। बाटोको स्थिति चाइनाको स्थितिले गर्दा गाडी छिर्न सकेको छैन, गाडी छोड्दैन चाइनापट्टिले। ल जाम स्याप्रो पार्किङमा गाडी यसरी थुपारेर राखेको छ, गाडी छोड्दैन। जामै जाम जताततै यतै 10 दिन भइसक्यो यो पार्किङ तिर्दा आइरहन। यो पार्किङमा 60वटा गाडी यहाँ थकेर राखेको छ। दोन्चेमा त्यत्तिकै छ। महिना दिन पनि चाइना छिर्न गाह्रो छ।